के बनाउन लाग्छ है त हामी हेरौँ है त के पोट्याटो रिङ्स बनाउन लागेको छ। अब के गर्छ त सबभन्दा पहिला आलु काटेर यसलाई अब बोइल गर्ने होला। अब आलुलाई बोइल गर्छ। अब आलुलाई बोइल गर्यो त्यसपछि यसलाई अब के गर्छ है त जिन्जर गार्लिकको बनाउने होला। जिन्जर गार्लिक प्याज हाल्यो। अब प्याज हालेर पानी हाल्यो त्यसपछि व्हाइट पेपर हाल्यो। व्हाइट पेपर हो यो त व्हाइट पेपर हो। त्यसपछि आलुलाई भोइस गर्छ होला। आलुलाई मिक्स गर्छ होला। अब आलु मिक्स गर्यो। आलु मिक्स गरेर अघि बनाएको मेटेरियल हाल्यो। त्यसपछि धनिया हाल्यो कर्नफ्लावर हाल्यो मस्त मिक्स गरेर अब यसलाई बेल्यो। अब सेप निकाल्छ होला। रिङको सेप निकाल्न खोज्यो। अब सेप निकाल्छ। अब सेप निकालेर फ्राई गर्यो। अब फ्राई बनेर रेडी भयो पोट्याटो रिङ्स।